UAE मा कर्पोरेट ट्याक्स 3,75,000 दिरामसम्म तपाईले 0% कर्पोरेट ट्याक्स तिर्नुपर्छ। USA, UK, क्यानाडा, अस्ट्रेलिया, इन्डिया, सिङ्गापुर सबै देशहरू स्ट्रङ छन्, तर जब कुरा आउँछ ट्याक्स रुल्स, कम्प्लायन्स, प्रॉफिट रिटेन्सनको तब पिक्चर क्लियर हुन थाल्छ। USA बाट सुरु गरौँ। USA मा प्रेस्टिज छ, मार्केट एकदमै ठुलो छ, तर रियालिटी के हो भने फेडरल कर्पोरेट ट्याक्स करिब 21% को छ, स्टेट ट्याक्स जोड्दा 25 देखि 30% सम्म पुग्छ, पर्सनल इन्कम ट्याक्स, फाइलिङको कम्प्लेक्सिटी, एनुअल कम्प्लायन्स सबै एकदमै हेभी लाग्छ। UK मा कर्पोरेट ट्याक्स करिब 19% छ, VAT 20% छ, पर्सनल ट्याक्स 20 देखि 45% सम्म पुग्छ। बिजनेस स्टेबल छ, तर ट्याक्सको प्रेसर एकदमै हाई छ। क्यानाडा र अस्ट्रेलिया जस्ता डेभलप्ड इकोनोमीमा पनि कर्पोरेट ट्याक्स एकदमै धेरै छ। कर्पोरेट ट्याक्स लगभग 28 देखि 30% को छ दुईटै देशमा। सोशल सेक्युरिटी छ, पेरोलको अब्लिगेशन्स छ, रिपोर्टिङ कम्प्लेक्स छ, एकदमै धेरै कम्प्लेक्स। इन्डियामा एन्टरप्रेन्योर्सहरुसँग एनर्जी स्ट्रङ छ, तर कर्पोरेट ट्याक्स 25 देखि 30% सम्म छ, जीएसटी 18 देखि 28% सम्म छ, पर्सनल ट्याक्स एकदमै हाई छ। बिजनेस र प्रॉफिट बढाउनु भन्दा पहिल्यै सरकारलाई धेरै ट्याक्स जान्छ। सिङ्गापुर एक्सिलेन्ट सिस्टम हो, नो डाउट। कर्पोरेट ट्याक्स 17%, जीएसटी अहिले 9% छ, पर्सनल ट्याक्स 22% सम्म छ। स्ट्रङ देश हो, तर जेरो ट्याक्स चाहिँ होइन। जर्मनी जस्तो पावर हाउस इकोनोमीमा कर्पोरेट ट्याक्स र ट्रेड ट्याक्स मिलाएर 30% सम्म पुग्छ। डिभिडेन्ड ट्याक्स, सोशल कन्ट्रिब्युसन सबै एड हुन्छ। साउदी अरेबिया र कतार जस्ता गल्फ देशहरू पनि एट्र्याक्टिभ छन्। साउदीमा विदेशीहरूको कम्पनीमा करिब 20% को कर्पोरेट ट्याक्स छ, 15% को VAT छ। कतारमा ट्याक्स लो छ, तर सेटअपको स्पिड, लाइसेन्सको फ्लेक्सिबिलिटी, इकोसिस्टम UAE को जस्तो एकदम उदार अथवा वाइड चाहिँ छैन। अब कम्पेयर गरौँ UAE सँग। यहाँ कर्पोरेट ट्याक्स अथवा बिजनेस ट्याक्स तपाईलाई 3,75,000 दिरामसम्म, यानि कि नेपाली लगभग 1.5 करोडसम्म 0% को कर्पोरेट ट्याक्स छ। त्यसपछि 3,75,000 दिराम भन्दा माथि जति पनि हुन्छ त्यसमा 9% को मात्रै ट्याक्स छ। पर्सनल इन्कम ट्याक्स 0%, VAT केवल 5%, क्यापिटल गेन ट्याक्स 0%, डिभिडेन्ड ट्याक्स 0%। यो केवल ट्याक्स बेनिफिट मात्रै होइन, यो क्याश फ्लोको फ्रीडम हो। तपाईको प्रॉफिटलाई फेरि बिजनेसमा रिइन्भेस्ट गर्ने पावर हो। यो ग्लोबल्ली स्केल गर्ने स्पिड हो। दुबईमा रुल्सहरू क्लियर छन्, प्रोसेस ट्रान्सपेरेन्ट छ, फ्री जोन र मेनल्यान्ड दुवै अप्सन छन्। बिजनेसको गोल अनुसार तपाईले आफ्नो बिजनेसको लाइसेन्स फ्री जोनमा राख्ने कि मेनल्यान्डमा राख्ने तपाई आफैले चुज गर्न सक्नुहुन्छ। मिडल इस्ट, अफ्रिका, युरोप सबै मार्केटको गेटवे एउटै सिटीबाट हुन्छ। त्यसैले सबै ठाउँका बिजनेसम्यानहरू दुबई मुभ गरिरहेका छन्। तर यहाँ एउटा इम्पोर्टेन्ट कुरा छ, दुबई अपर्च्युनिटीको ल्यान्ड हो, तर गेस गेम भने होइन। गलत स्ट्रक्चर, गलत लाइसेन्स र गलत एडभाइसले तपाईलाई धेरै नोक्सानी गर्न सक्छ। यही सुरु हुन्छ हाम्रो रोल। तपाई ग्लोबल बिजनेस एन्टरप्रेन्योरको लागि ट्रस्टेड पार्टनर हौं हामी। कम्पनी फर्मेसन गर्नुपर्ने छ, कर्पोरेट स्ट्रक्चरिङ गर्नुपर्ने छ, फ्री जोन अथवा मेनल्यान्ड सिलेक्सन, बिजनेसको बैंक अकाउन्ट ओपनिङमा एसिस्टेन्स, अकाउन्टिङ, बुककिपिङ, ट्याक्सेसन, भिजा र PRO सर्भिसेस, गभर्नमेन्टसँग लिनुपर्ने अप्रुभलहरू सबै दुबई बेस्ड एक्सपिरियन्स प्रोफेसनल एक्जिक्युसन टिमबाट पाउनुहुन्छ। दुबईको लोकल रुल्स र रेगुलेसनसँग एकदमै अलाइन हुने सर्भिस पाउनुहुन्छ। तपाईँ जुनसुकै देश, जुनसुकै ठाउँमा भए पनि तपाईको बिजनेस प्रोफेसनल्ली, लिगल्ली, स्मुथली रन हुन्छ। अब तपाईलाई एउटा सिम्पल क्वेसन छ, तपाईँ हाई ट्याक्स सिस्टममा स्ट्रगल गर्न चाहनुहुन्छ कि लो ट्याक्स हाई ग्रोथ इन्भाइरोमेन्टमा स्केल गर्न चाहनुहुन्छ? UAE मा बिजनेस स्टार्ट गर्ने सोचमा हुनुहुन्छ भने कमेन्टमा ग्लोबल लेख्नुहोस् अनि मैले तपाईलाई पठाउने छु UAE मा बिजनेस स्टार्ट गर्ने रोड म्याप। UAE मा बिजनेस गर्दै गर्दाखेरि आइपर्ने रियल सोलुसन्सहरू बताउने छु, फलो गर्नुहोला।